तपाईले कहिल्यै यस्तो व्यक्ति भेट्नु भएको छ जसले थोरै बोल्दछ तर उसको बोलीले गहिरो अर्थ राख्दछ, जो एकदमै भिडभाडमा पनि शान्त रहन्छ तर जब उसले बोल्न थाल्छ सबैले उसको कुरा ध्यान दिएर सुन्न थाल्दछ। हो, यस्तै मानिसहरूलाई नै हामी बुद्धिमान भन्छौँ। तर एउटा प्रश्न उठ्छ, बुद्धिमान मानिस कस्तो हुन्छ? के राम्रो किताब पढ्ने मानिस बुद्धिमान हो? अथवा धेरै पढे लेखेको आफूसँग डिग्री भएको मानिस बुद्धिमान हो? वा एकदमै छिटो निर्णय लिन सक्ने मान्छे बुद्धिमान हो? वा सबै कुरा बुझेर एकदमै प्रेमपूर्वक उत्तर दिने मान्छे बुद्धिमान हो? साथीहरू, आजको यस भिडियोमा हामी तपाईसँग बुद्धिमान मानिसका 10 अद्भुत गुणहरूको बारेमा चर्चा गर्नेछौँ। कृपया अन्तिमसम्म यो भिडियोलाई सुनेर साथ दिनुहोस् ताकि तपाईँको दृष्टिकोण नै परिवर्तन गर्नेछ। आजको यस भिडियोमा बुद्धिमान मानिसको सबैभन्दा पहिलो गुण हुन्छ गहिरो सोच। त्यो मानिसले कुनै पनि कुरा छिटो निर्णय गर्दैन। बुद्धिमान मानिसहरू धेरै सोच्न मन पराउँछन्। अझ भनौँ, उनीहरू धेरै सोच्ने भन्दा पनि गहिरो सोच्ने खालका हुन्छन्। त्यो सोचले उनीहरूलाई सही निर्णयमा पुर्याउँछ। दोस्रो गुण छ साथीहरू, अरूलाई ध्यानपूर्वक सुन्ने बानी। बोल्नुभन्दा सुन्नु अत्यन्त ठुलो कला हो। धेरै मानिसहरूसँग सुन्ने क्षमता हुँदैन, तर तपाईँले जीवनमा यस्ता मानिसहरू पनि भेट्नुभएको होला जसले तपाईँको कुरालाई एकदमै धैर्य भएर शान्तपूर्वक सुन्ने गर्छन्। यदि कुनै व्यक्तिले त्यस्तो खालको व्यवहार देखाएको छ भने मान्नुहोस्, साँच्चीको बुद्धिमानीको चिन्ह। तेस्रो गुण छ साथीहरू, भावना बुझ्ने क्षमता। बुद्धिमान मानिस केवल किताबको ज्ञान मात्र राख्दैनन्। उनीहरूले आफूलाई त्यो ज्ञानमा मात्रै सीमित गर्दैनन्। उनीहरूलाई थाहा हुन्छ मानिसको भावना केलाउने, मानिसलाई बुझ्ने र उनीहरूको आत्मसम्मानलाई नमन गर्ने कला हुन्छ। उनीहरू आफ्नो कुरा राख्ने र अरूको कुरा नसुन्ने खालका पक्कै पनि हुँदैन। र चौथो नम्बरमा छ साथीहरू, समस्यामा पनि अवसर देख्ने क्षमता। हो, आजको यस 21औं शताब्दीमा हामी समस्याले घेरिएका छौँ। उता हेऱ्यो समस्या देखिन्छ, उता हेऱ्यो समस्या देखिन्छ र विशेष गरी समस्या चाहिँ आफ्नै जीवनमा मात्रै हो कि जस्तो पनि देखिन्छ। तर सामान्य मान्छेहरूले जब समस्या देख्दछन्, बुद्धिमान मानिसहरूले त्यही समस्याको बिचमा समाधान पनि देख्दछन्। उनीहरूलाई लाग्दछ हरेक समस्याको समाधान हुन्छ। एभ्री प्रब्लम हेज अ सोल्युसन। उनीहरू डराउँदैन, बरु यो समस्या कसरी समाधान गर्न सकिन्छ भनेर गहन तरिकाले सोच्दछन्। हामीमध्ये धेरै लकडाउनको समस्या भोग्यौँ। लकडाउनमा आफूलाई बन्धक बनायौँ, तर बुद्धिमान मानिसहरूले त्यही लकडाउनलाई उपयोग गरेर आफूलाई चिन्ने समय निकाले अनि त्यही लकडाउनको समयमा पनि कन्टेन्ट क्रिएसनदेखि लिएर धेरै व्यापारहरू बढाए र त्यही लकडाउनको कारणले आज उनीहरू खुसी छन्। र बुद्धिमान मानिसको पाँचौँ गुण हुन्छ सधैँ जिज्ञासु रहन्छ।